आजको हाम्रो यात्रामा हामी सुनसरी जिल्लाको एकदमै सुन्दर डाँडा तर सबैको आँखामा पर्न नसकेको डाँडा अर्थात् सूर्यकुण्ड र लालकोट गढीको भ्रमणमा निस्केका छौँ। चलो गाइस, हामी अहिले जाँदैछौँ सूर्यकुण्ड। कहाँ जाँदैछौँ त हामी आज? अहिले हामी जाँदैछौँ सूर्यकुण्डतर्फ। हामी सूर्यकुण्डतर्फ जाँदैछौँ। एउटा राम्रो ठाउँ छ यो हाम्रो पूर्वमा है। अहिले चाहिँ हामी ट्र्याक्टर यो चतरा हुँदै उतासम्म पुगिन्छ है। सो हामी फर्स्टमा हामी आज हाम्रो ट्रिप विराटनगरबाट हामी अहिले चतरातर्फ जाँदैछौँ है। नौडा भर्खर हामी पार गर्यौँ, तर हामी चतरा पुग्छौँ। चतराबाट माथि हाम्रो आजको यात्रा सूर्यकुण्डसम्म छ। के छ गाइस, के छ? कहाँ जाँदैछौँ हामी आज? सरले जाला त्यही जाने हो। कन्टेन्ट चाहिँ राम्रो निक्लिनु पर्यो है। फेरि अनुहार छ यही, यो कसरी केटाहरूले कन्टेन्ट राम्रो। सर हामी कहाँ छौँ अहिले? अहिले चाहिँ हामी चाहिँ ठ्याक्कै कान्छी चोकबाट हिँडेको लगभग 20 देखि 25 मिनटमा चाहिँ यहाँ तपाईँले हेर्न सक्नुहुन्छ झन्डा चोक आइसकेको छौँ। यो झन्डा चोकबाट यता देब्रेतिर लाग्यो भने चाहिँ सुनसरी जिल्लाको उत्कृष्ट एकदमै सुन्दर सहर धरान पुगिन्छ भने यहाँबाट यता दाहिनेतिर तर्फ लाग्यो भने चाहिँ चतराको पुरानो बजार अर्थात् बयरवन बजार पुगिन्छ। र त्यसै गरी सिधा बाटो यही त्यता सिधै गयो भने चाहिँ कोसीको नयाँ पुल पुगिन्छ। अब हामी चाहिँ आजको हाम्रो यात्रा भनेको सूर्यकुण्ड भनेको चाहिँ यहाँबाट चाहिँ केही समय अलिक तेर्सो सिधै एपी चाहिँ सिधै जान्छौँ र त्यसबाट ठाडै तेर्सो उकालो लाग्नेछौँ। झन्डा चोकबाट हामी चाहिँ यो सूर्यकुण्ड जाने बाटोतिर आइसकेको छौँ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ सूर्यकुण्ड यहाँबाट लगभग 7 किलोमिटरको हाराहारीमा छ। यतापट्टि चाहिँ हामी आएको बाटो चाहिँ यता झन्डा चोकतिर यता हो, यताबाट आएको हो भने अब यो बाटो नछोडिकन जाने हो भने चाहिँ यो चतरा पुलतिर पुग्छ। यहाँबाट 2.5-3 किलोमिटरको हाराहारीमा चतरा पुल छ। तर हामी यो झन्डा चोक र चतरा पुलदेखिको बिचमा चाहिँ यो बाटो चाहिँ तपाईँहरूले सूर्यकुण्ड जाँदा यो सम्झिनु होला, पहिलो यो बोर्डलाई सम्झिनु। यहाँबाट 7 किलोमिटरको हाराहारीमा पर्छ। अब हामी तेर्सो बाटो ठाडै उकालो लाग्नेछौँ। हामीसँग यात्रा गर्नुहोला। धन्यवाद। झन्डा चोकबाट चतरा जाने बाटोतर्फ गएपछि एउटा पुल कट्ने बित्तिकै दाहिनेतर्फ सूर्यकुण्ड जाने बाटो देखिन्छ। त्यहाँबाट करिब 7 किलोमिटरको हाराहारीमा सूर्यकुण्ड रहेको छ। बाटो भने सहजै छ, बाइक जान सक्ने नै बाटो छ। केही बेर अफरोड उकालो लागिसके पछाडि यस्तो सुन्दर दृश्य देखिने ठाउँमा पुगियो, जहाँबाट चारकोसे झाडी, चतरा बजार अनि सप्तकोशी नदीलाई परैबाट निहाल्न सकिन्थ्यो। सूर्यकुण्ड जाने क्रममा अहिले हामी चाहिँ बराह क्षेत्र नगरपालिका 1 स्थित यो जुकपाखरी भन्ने ठाउँमा आएको छौँ। यहाँबाट अब 3टा बाटो छुटिएको छ। एउटा बाटो भनेको यो बाटो तपाईँलाई यो बराह क्षेत्र जाने बाटो हो भने यो चाहिँ मङ्गलबारे हुँदै धरान जाने बाटो हो। अनि त्यसै यो बाटो चाहिँ अहिले भर्खर हामी आएको बयरवन तथा चतरा जाने बाटो चाहिँ यो बाटो हो। अब यहाँबाट चाहिँ हामी सूर्यकुण्ड जानको लागि चाहिँ बराह क्षेत्रको बाटो छोडेर धरान मङ्गलबारे भनेर यहाँ बोर्डमा पनि देखाएको छ, धरान मङ्गलबारे तिर चाहिँ हामी अग्रसर हुन्छौँ। यहाँबाट 1.5 किलोमिटरको हाराहारीमा सूर्यकुण्ड रहेको छ। सूर्यकुण्डतिर अग्रसर हुँदै गर्दा हामी एउटा सुन्दर घाँसे मैदानमा पुग्यौँ। त्यहाँ एउटा फलैचा बनाइदिएको रहेछ। त्यो फलैचामा बसेर घाँसे मैदानको आनन्द लिँदै पछाडि सुन्दर सप्तकोशीको भ्यू हेर्दै बस्नुको मजै बेग्लै थियो हाम्रो लागि। फाइनल्ली अहिले हामी चाहिँ सूर्यकुण्डमा आइसकेका छौँ। यो बाटो हुँदै हामी सूर्यकुण्डमा आयौँ। यो बाटो सिधै नछोडी जाने हो भने चाहिँ धरान विष्णुपादुका पुग्न सकिने रहेछ। तर यहाँबाट दाहिनेतर्फ लागे पछाडि एउटा सानो मन्दिर जस्तो देखिन्छ। यो मन्दिर र यो मन्दिरको छेउमा रहेको यो कुण्ड चाहिँ सूर्यकुण्ड। यसलाई चाहिँ आदि बराह भनेर पनि भनिँदो रहेछ। अब अहिले चाहिँ यो सूर्यकुण्डमा पानी नरहेको अवस्था छ, सुकेको अवस्था रहेछ। पहिलेको पोखरीलाई चाहिँ यसरी सफा सुग्घर मर्मत सम्भार गरेर चाहिँ कुण्डको रूपमा परिचालित गरिएको रहेछ। कुनै समयमा भक्तजनहरूको एकदमै घुइँचो लाग्ने तथा इन्डियाबाट पनि दर्शन गर्न आउने यस मन्दिरमा भने हामी जाँदा सुनसान अनि एक्लो भएको अनुभव गऱ्यौँ। मान्छेले पूजा गर्नु पर्यो भने यहीँ अगाडि नै दिए मात्र बाल्ने। यहाँ त पूजा नगरेको धेरै भयो, पूजा पनि यहाँ लाग्नु छोडेको धेरै भइसक्यो। यस सूर्यकुण्डमा
सरकारवाला सबैले ध्यानाकर्षण गरेर विकासको काममा यदि लागि पर्ने हो भने यहाँनिर पर्यटकहरू आउँछन् भन्ने कुरामा हामी विश्वस्त भयौँ। सूर्यकुण्ड जाने क्रममा हामीले चाहिँ यहाँनिर एउटा ऐतिहासिक लालकोट गढी जाने बाटो फेला पार्यौँ। भवानी थान लालकोट गढी यो चाहिँ एकदमै राम्रो सिडीका खुड्किलाहरू मिलेर बनेको रहेछ। अब हामी अगाडि बढ्छौँ। लालकोट गढी जाने क्रममा त्यो खुड्किला कटिसके पछाडि यहाँनिर हामीले 3-4वटा फलैचाहरू देख्यौँ। त्यो फलैचाबाट सुन्दर भ्यूहरू हेर्दै एकछिन हामीले थकाइ पनि मेट्यौँ। एकैछिनको थकाइपछि अब हामी फेरि लालकोट गढीतिर अघि बढ्यौँ। लालकोट गढी जाने क्रममा यसरी रुखमा चाहिँ लालकोट अनि एरो देखाइएको रहेछ। यो होइन हामी चाहिँ जाँदैछौँ लालकोट गढी। ल फाइनली हामी लालकोट गढी आइसक्यौँ। यो लालकोट गढी चाहिँ डाँडाको सबैभन्दा टपमा रहेछ। अन्ततः हामी लालकोट गढी आइपुग्यौँ। सप्तकोशी नदीको राम्रो भ्यू हेर्छु अनि दिनभरिको थकान मेट्छु भन्नेहरूको लागि लालकोट गढीको यो डाँडा मैले एउटा राम्रो विकल्पको रूपमा देखेँ। सिरिरी चलेको बतासले शरीरको सबै थकानहरू मेटाउँथ्यो। आउनु सब एकछिन यसको वरपरका चारैतिरको भ्यूहरू हेरौँ है।